आन्टी चिया बन्छ? चिया पसलको आन्टीलाई मैले सोधेँ। बाबु बन्छ, कति गिलास हो? 1 टी ब्ल्याक टी गर्नुहोस् न। हस्, बस्दै गर्नुहोस् न। आन्टी सुन्नुहोस् त, अनि चुरोट पनि पाइन्छ? हामी चुरोट बेचौँ नि बाबु। तिमी जस्ता जवान केटाहरू सबै आफ्नै छोरा जस्तो लाग्छ, अनि आफ्नै छोरा कसरी कुलतमा फसेको हेर्न सक्छु र म छक्क परेँ। काठमाडौँको अधिकांश होटलहरूमा चिया र चुरोट सँगै बेचिन्छ। अझ भनौँ चुरोट बेचिएन भने चिया पसल नै चल्दैन। यहाँ भने चुरोट नै छैन अरे, बेच्ने गरेकै छैन अरे। खाने भए त्यो तल्लो पसलमा पाइन्छ, गएर ल्याऊ है बाबु भनेर उहाँले मलाई पसल देखाइदिनु भयो। घरबाट टाढा भएपछि घरको याद नआउने त कुरै भएन। त्यसमाथि चिया पसलको आन्टीले छोरा भनेपछि चुरोट पिउने आँटै आएन। मैले चिया मात्रै पिउने निर्णय गरेँ। उहाँ चिया मेरो टेबलमा राख्दै करेसाबारीको धनियाको सासाना मुठा बनाउँदै बोल्न लाग्नुभयो। तिमी सै जवान छोरा थियो, कुलतमा फस्यो, चुरोट खान थाल्यो। चुरोटबाट गाँजामा, साथीभाइको सङ्गतले गाँजाबाट खै केमा पुग्न थाल्यो। नखा भनेर सम्झाइ बुझाइ गर्यो। एक्लो छोरो, रिसाए पनि माया लाग्ने। उसको हरेक चाह पुरा गर्न केही नाइनास्ती गर्न सकेन। हुर्किँदै गयो, बढ्दै गयो। उसले चाहेको कुरामा खुसी गर्दै गयो। आन्टी अहिले चाहिँ उसले चुरोट खान छोड्यो? मैले चियाको गिलास अगाडि बनाउँदै सोधेको थिएँ। अहिले उसले चाहेर पनि खान सक्दैन, र खाऊ बाबु भनेर हामीले भन्न पनि सक्दैन। साँझपख मम्मी ढोका खोल्नु न भनेर भन्छ कि जस्तो लाग्छ। यो फोनमा मम्मी म आज आउँदैन, साथीकोमै बस्छु भनेर फोन गर्छ कि जस्तो लाग्छ। म केही बोल्नै सकिनँ, चिया मात्रै पिइरहन्छु। यहाँ चिया पिउन आउने 15-20 जनाले चुरोट पिउन छोडिसक्यो भन्दै उहाँ धनियाको मुठो पखाल्न भित्र पस्नुभयो। धनियाको मुठो पखाल्न भित्र पस्नुभयो कि आँखाको आँसु पखाल्न भित्र पस्नुभयो, मैले ठम्म्याउनै सकिनँ।